सत्यव्रतः सत्यपरं त्रिसत्यं सत्यस्य योनिं निहितं च सत्ये सत्यस्य सत्यं मृतसत्यनेत्रं सत्यात्मकं त्वां शरणं प्रपन्ना यो नित्यमच्युतपदाम्बुजरुग्मरुक्मा व्यामोहतस्तदितराणि तृणाय मेने अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धो रामानुजस्य चरणौ शरणं प्रपद्ये नारायणार्ययतिशेखरपादभक्तं गोविन्ददेशिकपदाब्जरसैकभृङ्गं श्रीराघवेन्द्रमुनितोर्जितशास्त्रबोधं श्रीपद्मनाभगुरुवर्यमहं प्रपद्ये श्रीश्रीवानमलार्यदेशिकवरैर्दत्तार्थसम्पालकं गोविन्दार्य गुरोपदाब्जमधुपं लक्ष्मीशसेवारतं कौडिन्यावयरत्नभूतममलं तीर्थार्थयात्राकरं श्रीपद्मधरार्यदेशिकगुरुं वन्दे सदाभीष्टदम् ॐ अस्मद्गुरुभ्यो नमः अस्मत्परमगुरुभ्यो नमः अस्मत्सर्वगुरुभ्यो नमः। जय श्रीमन्नारायण। आज फेरि हामी श्रीमद् भागवतजीमा भएको भगवानप्रति गरिएको स्तुतिहरूको चर्चामा संलग्न हुँदैछौँ र यी चर्चा यसपालि ब्रह्माजीले गाई चराउँदै गर्नुभएको कृष्णको स्तुति हो, त्यो अवस्थाको स्तुति हो। त्यसैले यसलाई मैले भगवान कृष्णलाई गरिएको यो स्तुतिलाई गोपाल स्तुति भनेर भनेको छु। त्यो छुट्याउन सजिलो होस् भनेर त्यो स्तुतिको नाम गोपाल स्तुति भन्ने छैन भागवतमा। ब्रह्माजीको स्तुति योभन्दा पहिले पनि आएको थियो सृष्टिकालको, तर यो भनेको द्वापर युगमा भगवानको कृष्णको रूपमा आविर्भाव भएपछि भएको स्तुति हो। योभन्दा अघिल्लो स्तुति जुन वसुदेव र देवकीजीको स्तुति थियो, त्यो स्तुति पछाडि भागवतमा करिब 5 वर्षको समय हुन्छ। त्यो 5 वर्षको समयमा विविध घटना परिघटनाहरू घटिसकेको हुन्छ। पहिले त उहाँहरूको स्तुति पछाडि भगवान फेरि त्यो बाल स्वरूपमा आउनुहुन्छ। सबै ढोकाका झ्याल खनका ढोकाहरू खुल्छन्, वसुदेवजीका सिक्री खुल्छन्। त्यस पछाडि उहाँले लिएर नन्दजीकोमा जानुहुन्छ। नन्दजीकोमा भर्खरै जन्मिएकी बालिका जो भगवानको योग माया स्वरूप हुनुहुन्छ उहाँलाई लिएर आउनुहुन्छ। र त्यस पछाडि फेरि सबै थोक जस्ताको तस्तै हुन्छ। भन्नुको मतलब उहाँहरू फेरि सिक्रीमै हुनुहुन्छ। झ्यालखानका ढोकाहरू बन्द भएका हुन्छन्। द्वारपालहरूले बच्ची रोएको आवाज सुन्छन् र कंसलाई खबर गर्छन्। देवकीजीको धेरै अनुनय विनय पछाडि पनि कंसले कुरा सुन्दैन उहाँको, र बालिकालाई पहिलेका सन्तान देवकीका पहिलेका सन्तान जस्तै भित्तामा ठोकेरै मार्ने उद्देश्यले उसले भित्तामा बजार्न खोज्दछ। त्यस पछाडि त्यो बालिका मैले अघि निवेदन गरे जस्तै जो भगवानको योगमाया स्वरूप हुनुहुन्थ्यो, उहाँ उडेर आकाशमा जानुहुन्छ र आकाशवाणी गर्नुहुन्छ, हे कंस
तेरो अन्तको लागि अरू नै कोही कतै जन्मिसकेको छ भन्नुहुन्छ। त्यसले गर्दा कंस झनै आतंकित हुन्छ। यता गोकुलमा नन्दजीको घरमा बालक भएको भन्ने सबैलाई जानकारी हुन्छ। भगवान त्यही नन्दजी र यशोदाजीको स्याहार सुसारमा बस्न थाल्नुहुन्छ, त्यही हुर्किन थाल्नुहुन्छ। त्यही बेलामा नामाकरण पनि नगरिकनै वसुदेवजीलाई भेट्न नन्दजी गएको कथाको प्रसङ्ग आउँछ भागवतजीमा। लगत्तै त्यसपछि फेरि पुतनाको वधको कथा आउँछ। पुतनाको उद्धारको कथा भनौँ। गोपी वेशमा गएर पुतनाले भगवानलाई आफ्नो स्तनपान गराउन थाल्छिन्। मार्ने उद्देश्यले विषसहितको स्तनपान गराउन खोज्छिन्, तर भगवानले उसको प्राणवायु नै सोच्नुहुन्छ र पुतनाको त्यसपछि मृत्यु हुन्छ। त्यसपछि अर्को कथा आउँछ। भगवान 3 महिनाको अवस्थाको हुँदाखेरि यशोदाजीले भगवानलाई गाडाको छायामा सुताइरहनु भएको हुन्छ। भगवानले आफ्नो खुट्टाले गाडालाई आकाशमा उडाएको कथा आउँछ। त्यही बेला तृणावर्त भन्ने एउटा हुन्डरीको रूपमा राक्षस आउँछ र भगवानलाई उडाएर लिएर जान्छ। तर भगवानको त्यो शक्तिलाई खप्न नसकेर ऊ तलै खस्छ। त्यसपछि उसको पनि मृत्यु हुन्छ। भगवान त्यसको काँधमा हुनुहुन्छ र केही पनि हुँदैन। त्यस पछाडि त्यति बेरसम्म 3 महिनाको उमेर छौँजेलीसम्म कंसले पठाएका 2टा राक्षसहरूको वध भइसकेको हुन्छ। त्यसपछिको कथा भागवतमा भगवानले आफ्नो मुखमा ब्रह्माण्ड रहेको यशोदाजीलाई देखाउनुहुन्छ, अथवा यशोदाजीले भगवानको मुखमण्डलभित्र ब्रह्माण्डको दर्शन गर्नुहुन्छ। पुतनाको वध र तृणावर्तको वध पछाडि भगवानका माधुर्य लीलाहरू सुरु हुन्छन्। रमाइलो मात्रै हुन्छ। गोपीहरू भगवानको त्यो माधुर्य स्वरूपको रस स्वादन गर्न थाल्नुहुन्छ, रमाइलो मान्न थाल्नुहुन्छ। भगवान पनि गोपीहरूको आग्रह अनुसार अनेक किसिमको बाल लीला गर्नुहुन्थ्यो। बालक त हुँदै हुनुहुन्थ्यो, बाल स्वरूपमै हुनुहुन्थ्यो। तर गोकुलमा यसरी बेला बेलामा उत्पात भइरहेको कारणले गोकुलवासीहरू, गोपहरू, गोपीहरू अलिक चिन्तित हुन थाले र त्यसपछि उनीहरू वृन्दावनमा आफ्ना गोधनहरूसँग सहित बसाइ सरे, किनभने त्यहाँ थुप्रै तृणलताहरू थिए, सुन्दर ठाउँहरू थिए, गाई पाल्नको निम्ति उपयुक्त ठाउँ पनि थियो। त्यही बेला भगवान पनि आफ्ना बाल सखाहरूसँग आफ्ना दाजु बलरामजीसँग गाई चराउन जान थाल्नुभयो। त्यसबेला भगवानको उमेर 5 वर्षको थियो। त्यसबेला भगवानका लीलाहरू गोपाल स्वरूपका लीला छन्, गाई चराउने बालकको स्वरूपका लीला छन् र ती मधुर लीलाहरू छन्। त्यही बेलाको स्वरूपलाई लिएर थुप्रै कलिकालका प्रकाण्ड आचार्यहरू, भक्तजनहरूले भगवानका थुप्रै त्यस्ता गीतहरू बनाएका छन्, भजनहरू बनाएका छन्। मधुसूदन सरस्वतीजीले एउटा भगवानको त्यो वंशी सहितको मिठो प्रार्थना लेख्नुभएको छ, जसको उहाँको भक्ति रसायनको मङ्गलाचरणको रूपमा लेख्नुभएको छ। आउनुहोस् हामी त्यही प्रार्थनाबाट आजको यो चर्चालाई सुरुवात गरौँ।
वंशी विभूषित करान्नरनीरदावा पीताम्बरादरुण बिम्बफलाधरोष्टा पूर्णेन्दु सुन्दर मुखाधरविन्द नेत्रा कृष्णात् परं किमपि तत्त्वमहं न जाने कृष्णात् परं किमपि तत्त्वमहं न जाने। त्यही बेला पुतनाको भाइ बकुलाको रूप धारण गरेर आउँछ, जसलाई बकासुर भनिएको छ भागवतजीमा। सबै बालकहरू त्यो बकुलाको छेउमा पुगेपछि उसले भगवानलाई निल्दछ, तर भगवानको त्यो कारणले, असह्य तेजको कारणले उसले भगवानलाई फेरि उगेलेर छाडिदियो र भगवानले त्यसको चुच्चो च्यातेर त्यसलाई पनि उद्धार गर्नुभएको प्रसङ्ग आउँछ। त्यसभन्दा अगाडि एउटा वत्सासुर भन्ने राक्षस पनि आएको थियो, त्यो बाछाको रूपमा आएको थियो। भगवानले त्यसलाई चिनेर पछाडिबाट दुईटा खुट्टा समातेर त्यसको पनि वध गर्नुभयो भन्ने कथा भागवतजीमा आउँछ। त्यो चाहिँ बकासुरको वधको अगाडिको कथा हो। त्यस पछाडि बकासुरको भाइ, पुतनाको पनि भाइ अघासुरको नामले जनिने एउटा राक्षस अजिङ्गरको रूपमा फेरि गाई चराउँदै गरेको बेला आउँछ। त्यसको जुन पर्वत जस्तो आकार थियो, त्यो भीमकाय स्वरूप थियो। त्यो देखेर गुफा सम्झिएर त्यसको मुखमा धेरै गोपकुमारहरू त्यहाँभित्र प्रवेश गर्दछन्। भगवानलाई थाहा भयो यो राक्षसका मुखमा यिनीहरू पसे भनेपछि भगवान पनि त्यहाँभित्र प्रवेश गर्नुभयो। जब भगवान त्यहाँभित्र पस्नुभयो, उसले आफ्नो मुख बन्द गर्यो र भगवानले आफ्नो आकार बढाएर उसको घाँटी चाहिँ अवरुद्ध गर्ने अवस्था बनाइदिनु भयो। उसलाई श्वास प्रश्वासको निम्ति नै अप्ठ्यारो भयो। त्यसपछि उसले आँखा निकाल्यो, उसको प्राणवायु गयो र ऊ पनि त्यही मर्यो। यो कथासँग अर्को स्तुतिको प्रसङ्ग जोडिएको छ, त्यसैले यसलाई मैले वर्णन गरेँ। जब अघासुर मर्यो, त्यस पछाडि स्वस्थ स्वरूपमा सबै बालगोपाल सहित भगवान पनि बाहिर निस्किनु भयो र त्यो बालगोपालहरूको टोली यमुनाको तीरमा पुग्छ। खाजा खान थाल्छन्, आराम गर्न थाल्छन्, हाँसखेल गर्न थाल्छन्। त्यही बेला यसो हेरेको त्यहाँ आफ्ना गाई बाछाहरू देखिँदैनन्। त्यसैले भगवान पछि पछि खोज्दै जान थाल्नुभयो। यता ब्रह्माजीले भने त्यो लीला हेरिरहनु भएको थियो। उहाँले देख्नुभयो भगवानले अघासुरको अन्त्य गरेपछि उसले मोक्ष प्राप्त गर्यो। त्यसैले ब्रह्माजीलाई भगवानका अरू लीलाहरू हेर्ने भावना जागृत भयो र भगवानले ती साथीहरूलाई त्यही छोडेर गाई खोज्दै हिँड्न जानुभएको बेला उहाँले ती बालकहरूलाई कुनै गुफामा लगेर निन्द्रामा सुताइदिनु भयो, निन्द्रा लगाइदिनु भयो र उनीहरू सुतिरहे त्यहाँ। त्यसभन्दा अगाडि नै उहाँले गाई बाछा पनि लुकाइसक्नु भएको थियो ब्रह्माजीले। अब भगवानले धेरै बेर हेरेपछि नदेखेपछि उहाँलाई थाहा भयो। ब्रह्माजीले अलिकति आफ्नो मायाको प्रभाव देखाउनु भयो भन्ने त्यो भाव उहाँमा आयो। त्यो थाहा भएपछि उहाँले आफ्नो स्वरूपलाई
गाई बाछाहरूको स्वरूपमा परिवर्तित गर्नुभयो आफूसहित र ती गोपालहरूको स्वरूपमा परिवर्तन गर्नुभयो र स्वाभाविक रूपले घर आइजाइ गर्न थाल्नुभयो। सधैँ गाई बाछा लिएर आए जस्तो देखिन थाल्नुभयो। कसैलाई केही थाहा भएन। यता ब्रह्माजीले असली गाईहरू पनि लुकाइराख्नु भएको छ, बालकहरूलाई पनि निन्द्रामै राख्नु भएको छ र त्यसो गर्दा गर्दै 1 वर्ष बित्छ र ब्रह्माजीलाई पनि लाग्न थाल्यो असली गाई बाछा चाहिँ कुन हुन्, मैले लुकाएका पो हुन् कि अहिले जो सधैँ ग्वालबालहरूसँग सहित जङ्गलमा आउँछन् ती चाहिँ हुन् भन्ने ब्रह्माजीलाई पनि झनै एक खालको भ्रम हुन थाल्यो। उल्टो मोहरहित भगवानलाई मोहित गराउन खोज्ने ब्रह्माजी आफै मोहित हुनुभयो र जब गोपालहरूको त्यो भिडमा ब्रह्माजीले हेर्नुभयो त्यहाँ सबै कृष्ण मात्रै देख्नुभयो उहाँले। त्यसपछि ब्रह्माजीले आफूले सुताइरहेका गोपालहरूलाई लिएर आउनुभयो, ती बाल गोपालहरूलाई र आफूले लुकाएका गाईहरू पनि लिएर आउनुभयो र भगवानलाई प्रार्थना गर्न थाल्नुभयो। त्यही प्रार्थना श्रीमद् भागवतको 10औं स्कन्धको 14 अध्यायको प्रार्थना हो, ब्रह्माजीले गरेको प्रार्थना। त्यसैको चर्चा आज हामी गर्दैछौँ। संसारकै सबैभन्दा ठुलो चोरको अगाडि चोर निस्किन खोज्नु ब्रह्माजीको गल्ती थियो। त्यो ब्रह्माजीलाई आभास भयो। त्यो चोरको रूपमा, बाल स्वरूपमा सोह्रौं शताब्दीका एकजना प्रकाण्ड वैष्णव बिल्वमङ्गल ठाकुरजीले भगवानको त्यो चोर स्वरूपको प्रार्थना, जसलाई आजभोलि कीर्तनको रूपमा गाइन्छ, त्यसको रचना गर्नुभएको थियो। भगवानका ती अनेक लीलाहरूको हेर्दै उहाँको त्यो प्रार्थना पनि विचित्रको प्रार्थना छ। कुनै बेला गरौँला, तर त्यसका सुरुका 2 पङ्क्तिहरूबाट आज हामी यो स्तुतिको चर्चा सुरु गरौँ। उहाँ लेख्नुहुन्छ, ब्रजे प्रसीदं नवनीत चौरम गोपाङ्गनानां च डुकुल चौरम। ब्रजे प्रसीदं नवनीत चौरम गोपाङ्गनानां च डुकुल चौरम। पदाश्रितानां च समस्त चौरम चौराग्रगण्यं पुरुषं नमामि। पदाश्रितानां च समस्त चौरम चौराग्रगण्यं पुरुषं नमामि। श्रीराधिकाया हृदयस्य चौरम, श्रीराधिकाया हृदयस्य चौरम नवाम्बुदः श्यामलकान्ति चौरम। यो पुरा कीर्तन होइन, तथापि मैले भगवानको त्यो जुन स्वरूप छ, उहाँ वस्त्रहरू मात्रै चोर्नुहुन्न, पदाश्रितानां च समस्त चौरम। पदाश्रितहरूको सबै थोक चोर्दिनुहुन्छ, सबै थोक लगिदिनुहुन्छ, सबै थोक दुःख कष्ट लगिदिनुहुन्छ, मोक्ष प्रदान गर्नुहुन्छ भन्ने भावमा उहाँले लेख्नुभएको यो कीर्तनलाई मैले यहाँ प्रस्तुत गर्नुको उद्देश्य के थियो भने, त्यस्ता समस्त चिजहरूको चोरको रूपमा चौराग्रगण्यम पुरुषम नमामि भन्नु। चोरहरूको अग्रणी भनेको चोरहरूका पनि सबभन्दा ठुलो चोरलाई अगाडि ब्रह्माजीले जुन चोर्ने धृष्टता गर्नुभयो, त्यो आफैमा
ब्रह्माजीको निम्ति अप्ठ्यारो हुन पुग्यो। उहाँ थरथर काम्दै आएर भगवानको अगाडि प्रार्थना गर्न थाल्नुभयो। ब्रह्मोवाच नौ विद्यते भ्रवपुषे तडिदम्बराय गुञ्जावतं सपरिपीचलसन्मुखाय वन्यस्रजे कवलवेत्र विषाण वेणु लक्ष्मश्रिये मृदुपदे पशुपाङ्गजाय लक्ष्मश्रिये मृदुपदे पशुपाङ्गजाय। हजुरको प्रसन्नताको निम्ति प्रार्थना गर्छु हे इड्य भन्नुहुन्छ। नौमिड्यते हे स्तुत्य भन्ने अर्थमा उहाँ भगवानको त्यो दिव्य स्वरूपको वर्णन गर्दै भन्नुहुन्छ। मेघ जस्तै श्याम वर्णको अभ्रव वपुषे भन्नुहुन्छ। यहाँ चम्किला वस्त्र लगाउनु भएको, साना बयरका दानाका माला लगाउनु भएको, मयूरको प्वाख शिरमा लगाएर सुशोभित हुनुभएको, गलामा वैजन्ती माला लगाउनु भएको भनेको वनफुलको माला लगाउनु भएको, चार हातमा घाँस बेतको लट्ठी भन्या, सिंह र वंशी धारण गर्नुभएको, कोमल कोमल चरण भएका मृदुपदे भन्नुहुन्छ। यहाँ नन्दजीको प्यारो प्यारो छोरालाई म नमस्कार गर्दछु भनेर भन्नुहुन्छ। हातमा घाँस लिएको प्रसङ्ग यहाँ आउँछ। जतिखेर उहाँ खाजा खाइरहनु भएको थियो साथीहरूसँग भगवान, त्यतिखेर एउटा हातमा अलिकति घाँस बोक्नु भएको थियो। त्यो स्वरूपलाई ब्रह्माजीले यहाँ देख्नुहुन्छ र यहाँ ब्रह्माजीले भगवानलाई चतुर्भुज नै देख्नुहुन्छ। केही टीकाकारहरूले भन्नुभएको छ भक्तहरूले भगवानलाई चतुर्भुज स्वरूप नै देख्दछन् प्रायः भनेर भन्नुहुन्छ। भगवान कृष्णको प्रार्थना गर्दा कुन्तीजीले पनि चतुर्भुजकै कुरा गर्नुभएको छ। अगाडि भगवान कृष्ण उभिरहँदा पनि चतुर्भुज स्वरूपमा अरूले देखिरहेका थिएनन्। त्यस आशयले त्यो कुराहरू प्रस्ट्याउनुहुन्छ। अब यहाँ भगवानलाई त्यही अवस्थामा भएको, घाँस बोकिरहेको, सिङ बोकिरहेको, हातमा वंशी बोकिरहेको जुन अवस्था थियो त्यही अवस्थामा उहाँले देख्नुहुन्छ। गाई हरण गर्ने बेला त्यही अवस्थामा हुनुहुन्थ्यो, त्यही अवस्थामा देख्नुहुन्छ र त्यही अवस्थाको प्रार्थना गर्नुहुन्छ। त्यसपछि भन्नुहुन्छ अस्यापि देव वपुषो मदनुग्रहस्य स्वेच्छामयस्य न तु भूतमयस्य कोऽपि नेशे महि तवसितुं मनसान्तरेण साक्षात् तदैव किमुतात्मसुखानुभूते। हे ममाथि अनुग्रह गर्नुहुने देव, हे भगवान र भक्तहरूको इच्छा अनुरूप, चाहना अनुरूप प्रकट हुनुभएका, अवतार लिनुभएका हे भगवान, त्यस्ता हजुरको महिमाको वर्णन गर्न म ब्रह्म त असमर्थ छु। म ब्रह्मा आफै जो हजुरको कारणले म सृष्टिकर्तामा परिभाषित भएको छु, चिनिएको छु, त्यो मानिस त, त्यस्तो जीव त त्यसो गर्नमा असमर्थ छु भने हजुरलाई के कुराले सुखानुभूति हुन्छ भनेर म कसरी जानु भन्नुहुन्छ। त्यस्तै बुझ्न नसकिने भने अज्ञानीहरू कसरी तर्छन् त भन्ने उत्तरको आशय सहित उहाँ फेरि भन्नुहुन्छ ज्ञाने प्रयासमुदपास्यनवन्त एव जीवन्ति सन्मुखरितां भवदीयवार्तां स्थाने स्थिता श्रुतिगतां तनुवाङ्मनोभिर्यप्रायसो जितजितोऽप्यसित्रैस्त्रिलोक्याम्। म भन्न थाल्नुहुन्छ ज्ञानको प्रयासै नगरी सन्त साधुहरू
हजुरको कथा यहाँ उहाँ भवदीय वार्ताम भन्नुहुन्छ। सुन्दै देह, वाणी र शरीरबाट आदर गर्दै, मनबाट आदर गर्दै जीवन व्यतीत गर्छन्, जीवन कटाउँछन्। हे भगवान, हे अजित भन्नुहुन्छ यहाँ। त्यस्ता मानिसले जो त्यसो गर्छन्, त्रिलोकमा कसैले नजित्न नसक्ने हजुरलाई जित्छन्। तात्पर्य हजुरलाई प्राप्त गर्दछन् भन्ने हो। त्यसको अर्थ यहाँ कुनै ठूलो ज्ञानको जरुरत भएन, ज्ञानी हुनु परेन। हजुरको भवदीय वार्ताम कथा सुने भयो, त्यस्ताले हजुरलाई जित्दछन्, हजुरलाई प्राप्त हुन्छन्, हजुरलाई प्राप्त गर्दछन् भन्नुहुन्छ उहाँ। भगवान सधैँ भक्तहरूसँग हार्नुहुन्छ। भक्तहरूले गरे अनुरूपको व्यवहार गर्नुहुन्छ भन्ने जुन भक्तहरूको आशयहरू ठाउँ ठाउँमा झल्किन्छ विभिन्न लेखनहरूमा, त्यस कुरालाई यहाँ ब्रह्माजी पनि आफ्नो स्तुतिमा देखाउनुहुन्छ। बिना भक्ति त ज्ञान आउँदै आउँदैन भन्ने भावसहित उहाँ भन्नुहुन्छ। श्रेय श्रुतिं भक्तिमुदस्यते विभो क्लिश्यन्ति ये केवलबोधलब्धये तेषामसौ क्लेशेन एव शिष्यते नान्यत् यथा स्थूलतुषावघातिना। हे विभो, हे भगवान, म भन्नुहुन्छ परम श्रेयकर जुन भक्तिको बाटो छ, त्यो भक्तिप्रति उदासीन भएर मात्र ज्ञानका निम्ति जो लाग्दछन् तिनीहरूलाई दुःख मात्र हुन्छ भन्नुहुन्छ। यहाँ उदाहरण मिठो दिनुहुन्छ। त्यो दुःख कस्तो हुन्छ अरे भने धानको भुस कुट्दा कुट्दा चामल निकाल्छु भने जस्तै दुःख हुन्छ। त्यसले चामल निकाल्न सक्दैन, भुसै मात्रै निस्किन्छ भुसबाट भन्नुहुन्छ। त्यसैले त्यो चामल निकाल्ने हो, भगवत प्राप्तिको बाटोमा जाने हो भने मानिसहरूले भक्तिको बाटो लिनु पर्दछ भन्नुहुन्छ। त्यही प्रसङ्गलाई अगाडि बढाउँदै, त्यही कुरालाई जोड्दै, भक्ति बिना ज्ञान हुँदैन भन्ने कुरालाई अगाडि बढाउँदै उहाँ भन्नुहुन्छ पुरेह भूमन् बहवोऽपि योगिनः तदर्पितेह निज कर्म लब्धया विबुध्य भक्तैव कथोपनीतया प्रपेदिरेञ्जोच्युतपे गतिं पराम्। पूर्वकालमा अघि पनि अनादिकालमा पनि प्रसिद्ध योगीहरूले, धेरै योगी पुरुषहरूले धेरै ध्यान गर्दाखेरि पनि भन्ने अर्थमा उहाँ भन्नुहुन्छ अनेक उपाय गर्दा पनि ज्ञान प्राप्त गरेनन्। म फेरि निवेदन गरौँ, ज्ञान भनेको यहाँ हामी ब्रह्म तत्त्वको छलफल गरिरहेको हुनाले, चर्चा गरिरहेको हुनाले त्यो ब्रह्म सम्बन्धी ज्ञानलाई, भगवान सम्बन्धी ज्ञानलाई बुझ्नु पर्दछ। तर भक्तिको माध्यम बुझेर र हजुरका लीला कथा सुनेर शरणागत भएर सजिलै हजुरको परमपद प्राप्त गरे। यहाँ आएपछि अघिल्लो श्लोकमा सुरु गर्नुभएको कुराको एउटा प्रसङ्गलाई उहाँले टुङ्ग्याउनुहुन्छ, उदाहरणसहित भन्नुहुन्छ भक्ति बिना ज्ञान हुँदैन। र धेरै मानिसहरूले, धेरै योगीहरूले त्यो ध्यानबाट ज्ञान पनि प्राप्त गरेनन्, अरू उपायबाट ज्ञान प्राप्त गरेनन् भन्नुहुन्छ। उहाँ ध्यानको ज्ञानको महत्त्वलाई पनि थोरै
भन्न चाहिँ छोड्नुहुन्न। उहाँ भन्नुहुन्छ तथापि भूमन् महिमा गुणस्य ते विबोधधूमर्त्यमलान्तरात्मभि अभिक्रियात् स्वानुभवादरूपतो अनन्यबोधात्मतया न चान्यथा। भन्नुहुन्छ हजुरको स्वरूपको महिमा इन्द्रिय संयमी र शुद्ध चित्त भएकाले जान्न बुझ्न सक्दछन् र सबै प्रकारका विशेषहरूको निषेध गर्यो भने अन्तःकरणमा भगवत साक्षात्कार हुन सक्छ, त्यो अनुभूत गर्न सक्छ, नत्र हुँदैन भनेर भन्नुहुन्छ। तथापि माया तथापि भूमन् महिमा अगुणस्यते भन्ने शब्द छ। यहाँ भगवानलाई अगुणस्य भनेको छ। यहाँ जुन निर्गुणको अर्थमा भनिएको छ, आचार्यहरूले उपनिषदमा भनिएका भगवानका निर्गुण र सगुण स्वरूपमा गाइएका भनिएका वर्णन गरिएका दुवै खाले भनाइहरूको विश्लेषण गर्नुभएको छ र उहाँहरू के भन्नुहुन्छ भने भगवान अनन्त गुणका धनी हुनुहुन्छ। उहाँ कृपावत्सल हुनुहुन्छ, दयालु हुनुहुन्छ, बल, वीर, तेज, शौर्य आदि अनन्त अन्य गुणहरू छन् र उहाँ सगुण हुनुहुन्छ। र निर्गुण भनिएको अर्थ के हो भन्दाखेरि भगवान हेय प्रकृतिका गुणहरूबाट मुक्त हुनुहुन्छ। हेय प्रकृतिका गुणहरू भनेको के भने भगवान पाप रहित हुनुहुन्छ, भगवान जरा मुक्त हुनुहुन्छ, भगवान भोक प्यास रहित हुनुहुन्छ। यी प्रकृतिका नकारात्मक प्रकृतिका जति पनि गुणहरू छन् ती हेय गुणहरूबाट उहाँ मुक्त हुनुहुन्छ। त्यसैले यहाँ जुन प्रार्थना गरिएको छ त्यस अर्थमा बुझ्नु उपयुक्त हुन्छ, किनभने भगवान गुणस्वरूप हुनुहुन्छ, अनन्त गुणका कारण हुनुहुन्छ। त्यस कारणले हाम्रो उपासनाको विषय हुनुहुन्छ। यदि गुण थिएन भगवानको भने, स्वरूप थिएन भगवानको भने उहाँ हाम्रो उपासनाको विषयवस्तु हुनुहुन्थेन। तुरुन्तै आएर त्यसपछि तुरुन्तै उहाँ भन्नुहुन्छ ज्ञानले मात्रै पो हुन्छ कि भन्ने जुन मानिसमा केही ज्ञानीहरू, केही सिद्धहरूले भगवतका साक्षात्कार गर्न सक्दछन्। आफ्नो अन्तस्करणमा उनीहरूले भगवानलाई देख्न सक्दछन्, तर ज्ञान सरल छैन। ज्ञान सरल छैन, त्यो सबैको लागि सहज होइन भन्ने भावमा उहाँ फेरि भन्नुहुन्छ तत्तेऽनुकम्पां सुसमीक्षमाणो भुञ्जान एवात्मकृतं विपाकम् हृद्वापपूर्वीर्दन नमस्ते जीवेत यो मुक्तिपदे सदाय भाग। हजुरको अनुकम्पाको आश गर्दै कर्मको फल भोग्दै र हृदय र शरीर आदि र आफ्नो वाणी शब्दद्वारा बन्धन गर्दै जो प्राणी जीवित रहन्छ त्यस्ता प्राणीहरूलाई मुक्ति प्राप्त हुन्छ भन्नुहुन्छ। उहाँ यहाँ पनि तुलना गर्नुहुन्छ। त्यो यति सजिलोसँग हुन्छ जसरी आफ्नो पिताको सम्पत्ति मृत्यु पश्चात छोरामा सहजसँग जान्छ,
त्यसै गरी नै त्यो भक्तिको कारणले भगवत गति त्यति सजिलैसँग हुन्छ भन्नुहुन्छ उहाँ। त्यसपछि उहाँ भगवानसँग आफ्नो अपराधको निम्ति क्षमा प्रार्थना गर्दै भन्नुहुन्छ, पश्येष मे नार्य अनन्ताद्ये परात्मनि त्वय्यपि मायि मायिनि मायां वितक्षेक्षितुमात्मवैभवं ह्यायं कियानैच्छमिवार्चिरग्नौ। मेरो बुद्धि त हेर्नुहोस् कस्तो दुर्जन बुद्धि छ। ठुला भन्दा ठुला मायावीहरूलाई मोहित गर्न सक्ने, सबका कारण कारणका पनि कारण नियन्तालाई, त्यस्ता परमात्मालाई मैले आफ्नो माया देखाएर आफ्नो ऐश्वर्य देखाउन खोजेँ। हजुरको अगाडि मेरो के न चल्छ र, म के हुँ र, आगोको अगाडि झिल्कोको के लाग्दछ र भन्नुहुन्छ। आशय के हो भने ब्रह्माजी झिल्को भगवानलाई आगो किन भनियो भन्दा ब्रह्माजीको उत्पत्ति भगवानको नाभि कमलबाट भएको थियो, त्यस अर्थमा यहाँ बुझ्नु पर्दछ। त्यही क्षमाकै निम्ति प्रार्थना जारी राख्दै उहाँ भन्नुहुन्छ, अत क्षमस्वाच्युत मे रजो भुवो यजानतस्तत् पृथगी समानिनः अजावले पान्धतमोन्ध चक्षुष एषो नुकम्प्यो मयि नाथवानिति। यहाँ अच्युत भन्नुहुन्छ भगवानलाई, हे अच्युत, रजगुणबाट उत्पन्न भएको म हजुरलाई अथवा मलाई हजुरबाट पृथक ठानेर, त्यसको मतलब स्वतन्त्र ठानेर, आफूमा ईश्वरत्व भाव ठानेर म चाहिँ सबैको नियन्ता हुँ भन्ने ठानेर भन्ने अर्थमा हजुरको प्रभाव नबुझेर र म अजन्मा हुँ, यो जगतको कर्ता हुँ, किनभने ब्रह्माजी सृष्टिकर्ता हो, भगवानकै आज्ञाअनुसार उहाँले सृष्टिको कर्म गर्नुभएको थियो। म सृष्टिकर्ता हुँ भने मद अन्धकारबाट छोपिएको मेरो आँखा तमोन्द चक्षुष भन्नुहुन्छ उहाँ यहाँ, त्यस्ता आँखा भएको मलाई आफ्नो सेवक भन्ठानेर क्षमा गर्नुहोस् भन्नुहुन्छ। भगवानसँग आफ्नो कहाँ तुलना हुन्छ भन्ने भावमा उहाँ भन्नुहुन्छ, क्वाहं तमो महदहङ्कचराग्निवार्भुर् संवेष्टिताण्डघटसप्तवितस्तिकाय कुविगृधा विगणिताण्डपराणुचर्या बात्वाधरोमविवरस्य च ते महित्वम्। कहाँ आफ्नो हातले नाप्दा 7 हातको म, जो महतत्व अहङ्कार पञ्चमहाभूत आदिले बनेको घडाभित्र बेरिएको छु, संवेष्टित भन्नुहुन्छ यहाँ। अनि कहाँ हजुर जसले असंख्य ब्रह्माण्ड रोम छिद्रहरूमा, रोमकूपहरूमा, जसका रोमकूपहरूमा असंख्य ब्रह्माण्डहरू छिर्दछन्, जसरी पर्दाका त्यो धुलोहरूभित्र धुलोहरू छिर्दछन् भन्नुहुन्छ। त्यो भनेको म कहाँको 7 भित्ते, कहाँ हजुर असंख्य ब्रह्माण्ड धारण गर्न सक्ने त्यो आद्य पुरुष, महान पुरुष भन्नुहुन्छ उहाँ। आशय के हो भने म अति तुच्छ हुँ हजुरको अगाडि, त्यसैले मलाई दया गर्नुहोस् भनेर भन्नुहुन्छ। म अर्को पनि भाव, बडा विचित्रको भाव सहित भगवानलाई दयाको निम्ति भन्नुहुन्छ। उहाँ भन्नुहुन्छ,
उत्क्षेपणं गर्भगतस्य पादयो किं कल्पते मातुरधोक्ष जागसे किमस्ति नास्ति व्यपदेशभूषितं तवास्ति कुक्षे कियदप्यदन्त। उहाँले भगवानलाई यहाँ आमाको रूपमा माताको रूपमा भन्नुहुन्छ, हे भगवान यहाँ अधोक्ष भन्नुहुन्छ के गर्भभित्र बालकले लात्ती चलायो हातखुट्टा चलायो भने आमाहरूले त्यसलाई अपराध मान्नुहुन्छ? अनि के चाहिँ त्यस्तो चिज छ जो हजुरको पेटभन्दा बाहिर छ? त्यसको अर्थ म पनि भित्रै छु भन्ने अर्थमा, म पनि बाहिर छैन, त्यसैले हजुरको गर्भभित्र भएको बालक ठानेर मलाई क्षमा गर्नुहोस् भन्नुहुन्छ। यस्तो मिठो भाव छ। हजुर साँच्चीकै मेरो आमा त हो नि भन्ने भावमा फेरि भन्नुहुन्छ उहाँ। जगत्त्रयान्तो दधि सम्प्लबोधे नारायणस्योदरनाभिनाला विनिर्गतो जस्तिवती वाङ्नवै मृषा किन्तु ईश्वर त्वन्न विनिर्गतोस्मि। जब प्रलय हुन्छ त्यतिखेर संसारका सबै जलराशि एक ठाउँमा मिसिन्छन् भनेको अरू केही रहँदैन, जगतै जलमय हुन्छ। त्यही जलमय भएको बेलामा त्यो जलमा शयन गरिरहनुभएका नारायणको नाभि कमलबाट त म उत्पन्न भएको हुँ, यो भनाइ असत्य होइन। त्यसैले हे ईश्वर के म हजुरबाट उत्पन्न भएको होइन भने त्यही माताको भावमा कुरा गर्दै हुनुहुन्छ। उहाँले यसरी प्रश्न गर्दा के भन्नुभएको भने म हजुरबाटै उत्पन्न भएको हुँ भन्ने आशयमा ठोकुवा गर्दै भन्नुहुन्छ। अब उहाँले त भन्नुभयो नारायणबाट म निस्किएको भनेर, तर त्यो नारायण मेरो अगाडि जो हुनुहुन्छ सबैले सानो 5 वर्षे बालक देखिन्छ, त्यो बालकै नारायण हो भनेर उहाँले भन्नुपर्यो। उहाँ त चतुर्भुज स्वरूपमा देखिरहनु भएको छ, तर संसारले बालकको रूपमा देखिएको छ। त्यो मेरो अगाडि अथवा संसारले देखेको बालकै नारायण हो भन्ने अर्थमा फेरि भन्नुहुन्छ उहाँ। नारायणस्त्वं नहि सर्वदेहिनां आत्मास्यधीशाखिल लोक साक्षी नारायणोऽङ्गो नरभुज लायनात् तच्चापि सत्यं न तदैव माया। कसरी उहाँलाई नारायण भन्दै हुनुहुन्छ भन्दाखेरि पहिलो त हजुर सबैको आत्मा हो, दोस्रो हजुर सबै नार भनेको जीवहरूको आश्रय स्थल हो। नार भनेको जीवन, आयन भनेको आश्रय स्थल भनेपछि, अयन भनेपछि नारायण भनेको जीवहरूको आश्रय स्थल हो। तेस्रो हजुर अधीश हो भनेको कुन अर्थ भन्दाखेरि सबै जीव समूह हजुरको प्रवृत्ति छ। चौथो हजुर सबैको साक्षी हुनुहुन्छ भनेपछि सबै जीव समूहलाई हजुरले चिन्नुहुन्छ। नर अथवा पुरुष स्वरूपबाट उत्पन्न जल जसको बस्ने ठाउँ छ अथवा जसको बस्ने ठाउँ हुन्छ, यस अर्थमा प्रसिद्ध नारायण हजुर नै हो भनेर भन्नुहुन्छ। किनभने भगवान क्षीरसागरमा शयन गर्नुहुन्छ नारायण स्वरूपमा भन्ने अर्थमा उहाँ भन्नुहुन्छ। त्यो हजुरको सतरूप हो, त्यो माया होइन जुन त्यहाँ देखिनुहुन्छ भन्ने अर्थमा उहाँ भन्नुहुन्छ। त्यसपछि त्यो पुरानो सृष्टिकालको कुरोलाई लिएर उहाँ भगवानलाई सोध्नुहुन्छ र भन्नुहुन्छ, तच्चेत् जलस्थं तव सज्जगद्वपु किं मे न दृष्ट भगवंस्तदैव किं वा सुदृष्टं हृदि मे तदैव किं नो सपद्येव पुनर्वदर्शि।
तर हजुरको त्यो दिव्य जलस्थ अथवा जलमा रहेको बेला पानीमा रहेको बेलाको जुन स्वरूप छ त्यसलाई मैले किन देखिनँ म निस्किने बेलामा म निवेदन गरौँ मैले पहिले पनि निवेदन गरेका थिएँ ब्रह्माजीले आफै सृष्टिकालको वर्णन गर्दा आफू भगवानको नाभि कमलबाट उत्पत्ति भएको वर्णन गर्नुभएको छ स्तुतिमा यहाँ उहाँ त्यसैलाई इङ्गित गर्दै भन्नुहुन्छ तर मैले किन देखिनँ पहिले तर फेरि पछि चिन्तन गरेपछि हजुरलाई मेरो हृदयमा देखेँ अनि फेरि 81,000 हजुर कसरी विलुप्त हुनुभयो किन देखिन त्यसपछि भन्नुहुन्छ यही कुरो ल्याएर भगवानको यशोदा मातासँग भएको लीलाजनक व्यवहारको कुरा भन्नुहुन्छ त्यो भनेको यशोदाजीलाई जुन आफ्नो मुखभित्र ब्रह्माण्ड देखाउनु भएको थियो त्यही प्रसङ्गलाई कोट्याउँदै यहाँ भन्नुहुन्छ अत्रैव माया धमनावतारे ह्यस्य प्रपञ्चस्य बहिस्फुटस्य कृत्सनस्य चान्तर्जठरे जनन्या माया त्वमेव प्रकटीकृतं ते उहाँले मायालाई नाश गर्ने भन्नुहुन्छ भगवानलाई यसै अवतारमा हजुरले बाहिर देखिने जति प्रपञ्च छ ती आफ्नै पेटभित्र माता यशोदालाई देखाउनु भयो त्यही भगवानको जुन योग माया बल छ त्यसको वर्णन गर्दै उहाँ भन्नुहुन्छ यस्य कुक्षाविदं सर्वं सात्मं भाति यथा तथा तत्त्वयपिह तत्सर्वं किमिदं मायया विना भन्नुहुन्छ हजुरको पेटमा संसार जस्तो देखिन्छ बाहिर पनि त्यस्तै देखिन्छ हजुर सहित यो संसार हजुरमै समाहित छ के माया बिना यस्तो सम्भव छ भनेर उहाँ थोरै मायाको प्रसङ्गलाई यहाँ ल्याउनुहुन्छ र आजलाई यो स्तुतिको क्रमलाई रोक्नुभन्दा पहिले एउटा श्लोक अरु गरौँ किनभने त्यसमा उहाँले भगवानले त्यो माया यस अवतारमा पनि ब्रह्माजीलाई कसरी देखाउनु हो भन्ने कुरो उहाँ भन्नुहुन्छ त्यसपछि स्तुतिभित्र अरु प्रसङ्ग आउँछ यो स्तुतिलाई सिद्ध्याएर अनि हामी विश्राम गरौँला उहाँ भन्नुहुन्छ आज हजुरले मलाई जुन माया देखाउनु भयो त्यो हजुरले भन्दा अरु कसले देखाउन सक्छ भन्नुहुन्छ ग्वाला गाई बाछाहरू हरण गर्नुभन्दा पहिले हजुर एक्लै हुनुहुन्थ्यो त्यसपछि मैले तिनीहरूलाई हरण गरेर लगेपछि फेरि ती सबै हजुर सहित हजुर पनि हुनुभयो तिनीहरू पनि फेरि भए अनि म सहित सबै देवताहरूले हजुरको पूजन गर्यौं पूजा गर्यौं आराधना गर्यौं अनि हजुर फेरि चतुर्भुज स्वरूपमा आउनुभयो त्यसपछि हजुर ब्रह्माण्ड स्वरूपमा आउनुभयो त्यसपछि हजुर आफ्नो अद्वितीय रूपमा आउनुभयो जुन शेष रूपमा आउनुभयो त्यही कुरालाई उहाँ भन्नुहुन्छ यसरी अद्दैव त्वदृतेस्य किमम न ते माया त्वमादर्शितम् एकोऽसि प्रथमं ततो व्रजसुहे त्वत्सा समस्ता अपि तावन्तोऽसि चतुर्भुजास्तदखिलै साकं मयोपासितास्तावन्यत्येव जगत् न्यभूतस्तवितं ब्रह्माद्वयं शिष्यते अर्थ त्यही हो कि मलाई पनि त्यस्तै माया देखाउनु भयो भनेर उहाँले भन्नुभयो